साथीहरु स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ मा हामीले आवेदन त दियौं। अब यस कम्पनीको एफपीओ कहिले बाँडफाँड हुन्छ होला, कति आवेदन पर्यो, पर्ने सम्भावना कति छ, कति जनालाई चाहिँ यस कम्पनीको एफपीओ चाहिँ पर्छ, यसको दोस्रो बजारमा चाहिँ कति प्राइस रहेको छ, पर्यो भने हामीलाई कति फाइदा होला कि नहोला, ती सबै कुराको जानकारी चाहिँ आजको यस भिडियोमा पाउनुहुनेछ। भिडियोलाई हेर्दै गर्नु होला है त। यस स्वरोजगार लघुवित्तले आफ्नो एफपीओ शेयर जम्मा 1,95,773 किता एफपीओ चाहिँ ₹100 अंकित मूल्यका दरले नै यही फागुन 18 गतेदेखि चाहिँ 21 गतेसम्म सर्वसाधारण लगानीकर्तामा चाहिँ निष्कासन गरेको थियो। यस समय अवधिमा आवेदन दिने लगानीकर्ताको संख्या भने 18,82,422 जनाले चाहिँ करिब 2,34,62,980 किताका लागि चाहिँ आवेदन दिनुभएको थियो भने कम्पनीले निष्कासन गरेको एफपीओ शेयर जम्मा 1,95,773 किता रहेको छ भने यस कम्पनीको एफपीओ 10 किताका दरले बाँड्दाखेरि पनि जम्मा 19,577 जनालाई चाहिँ 10 किताका दरले पर्छ भने बाँकी लगानीकर्ताको भने हात चाहिँ खाली नै हुनेछ। यस कम्पनीको एफपीओ चाहिँ हात पार्न चाहिँ भाग्यमै भर पर्नुपर्ने चाहिँ देखिन्छ है त। यस स्वरोजगार लघुवित्त कम्पनी अलरेडी दोस्रो बजारमा चाहिँ कारोबार भइरहेको कम्पनी हो। यसको दोस्रो बजारको मूल्य नै प्रति किता करिब 1000 भन्दा माथि नै रहेको छ। यदि यो कम्पनीको एफपीओ चाहिँ परेको खण्डमा चाहिँ 10,000 भन्दा माथि चाहिँ सजिलै कमाउन सकिने चाहिँ देखिन्छ है त। अब धेरै साथीहरुको जिज्ञासाको कुरा के हो भने यो स्वरोजगार लघुवित्त कम्पनीको एफपीओ कहिले बाँडफाँड हुन्छ भनेर सोधिरहनु भएको छ भने यस कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ भने उक्त क्यापिटलले जानकारी दिए अनुसार चाहिँ सम्पूर्ण काम प्रक्रिया सकिएको खण्डमा चाहिँ यही हप्ताको चाहिँ शुक्रबारसम्म बाँडफाँड गर्ने गरी चाहिँ तयारी भइरहेको छ भनेर चाहिँ जानकारी दिएको छ। सम्भवतः यही हप्ताको शुक्रबार यस कम्पनीले चाहिँ एफपीओ बाँडफाँड हुन सक्ने सम्भावना धेरै रहेको छ भने यदि भएन भने चैत्रको पहिलो साता चाहिँ यस कम्पनीको एफपीओ चाहिँ बाँडफाँड हुनेछ है त। र साथीहरु यस स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्बन्धी कुनै नयाँ जानकारी प्राप्त भयो भने तपाईहरुलाई यसै च्यानल मार्फत चाहिँ जानकारी दिनेछौँ। भिडियोलाई हेरिसके पछाडि लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु होला है त।